कुकुर घुमाउँदैछु म। हेलो गाइस, गुड मर्निङ, न्यू ब्लग। सो गाइस, म अहिले जस्ट 2:17 भएको छ। म भर्खरै भ्लग स्टार्ट गरेको होइन। अनि आज चाहिँ डगलाई लिएर घुम्न गएको माथिसम्म। अनि एकदम राम्रो रहेछ कि यहाँ मुन्स्यारको भ्यू चाहिँ। यताबाट म कतै 15-20 दिन भइसक्यो यता होइन। म यताबाट चाहिँ बाहिर गएको थिएन थिएँ कि। अनि आज गएको होइन। अनि ऊ माथि गएर हेरेको होइन, यस्तो राम्रो भ्यू। सो गाइस, पुरा मुन्स्यारी चाहियो हो। आज चाहिँ यहाँ फग भएर राम्रोसँग देखिएको छैन यता नि। हाम्रो होटल चाहिँ यो हो गाइस होइन। यहाँबाट आयो ठाउँ। कुकुर घुमाउँदैछु म होइन। कुकुर घुमाउन त्यहाँ उता गएको थियो ठाउँमा, यो ठाउँमा, यो ठाउँमा, यो ठाउँमा। तर आज मौसम कस्तो एकदम नराम्रो जस्तो हुनेछ। ठुलो रोटी हुन्छ कि मबाट होइन, चाहे ठुलो होस् कि सानो होस् कि। फाइनली मेरो रोटी तयार भइसक्यो। अनि अब खानुपर्छ। योसँग म चाहिँ हिजोको तरकारी छ। अनि यो तरकारी गरम गरेर पहिला सब्जी गरम गर्छु गाइस। अनि तरकारी थोरै छ क्या। अनि 4 रोटी खाना मिल्छ कि मिल्दैन यो तरकारीसँग। ल, यो तरकारी गरम भइसक्यो गाइस मेरो। प्लेटमा हालौँ भनेर 4 रोटीको लागि चाहिँ पुगिहाल्छ होला यो तरकारी होइन। Go without me, who would know? Did you love? यताको भ्यू चाहिँ यता यसलाई हेर्नु के गरेको हो। तल उतर उतर उतर। एउटा हेर्नु यता चढेर होइन उतार्दैछ क्या पेन्टमा। खाना बनाउनु गएछ होइन। चाहिँ म भात चढाउँछु। खालि भात बनाउने होइन, दाल रेडी छ।
चल हिँड यतै छ तुट। खाना चाहिँ तयार भइसक्यो गाइस होइन। अनि हेर्न सक्नुहुन्छ हाम्रो चामल बनिसक्यो। अब दाल गरम गरेर एकछिनमा पहिला खाना खाऊँ त्यसपछि मिल्नेछौँ गाइस है। गाइस फाइनली खाना खाइयो होइन। अनि खुर्सानी चाहिँ यस्तो पिरो रहेछ नि यता पोलेर अनि यस्तो पोलिरहेको क्या। ले चाहिँ कुन गेम खेल्दै हुनुहुन्छ भन्नुहोस् त गाइस होइन। सानो हुँदाखेरि म पनि यस्तै खेल्थेँ क्या। यो गेमलाई चाहिँ लियर गेम भन्छ होइन हाम्रो यता। अनि यो 6-7वटा ढुङ्गाको पाताहरू हुन्छ अनि त्यो पाताहरूलाई त्यो बलले ढलाउनु पर्छ होइन। अनि ढलाइसकेपछि अनि त्यो पाताहरूलाई सबै लेयर बनाएर कम्प्लिट गर्नुपर्छ, नत्र भने सबै ताकी हान्छ त्यो फिल्डरहरूले होइन। अनि त्यो बलले छुयो भनेपछि आउट भइन्छ होइन, अनि जित्न पाइएन। अनि त्यो लेयर सबै बनाइसक्यो भनेपछि मात्रै जित्न पाउँछ कि। सो गाइस फाइनली अँध्यारो भइसक्यो। अनि आजको ब्लग तपाईँहरूलाई कस्तो लाग्यो अनि राम्रो लागेको छ भने भिडियोलाई लाइक गरिदिनु होला अनि च्यानल सब्सक्राइब गरिदिनु होला। मिल्नेछौँ गाइस अघिल्लो ब्लगमा, तबसम्मलाई बिदा दिनुहोस्, नमस्कार। त यसलाई हेर्नु How could you go without me?